परमेश्वरलाई धन्यवाद हो सबैलाई ख्रिस्टियन जय मसीह मेरी क्रिसमस हैप्पी क्रिसमस आमाले आएन त किन हालेलुया हालेलुया सबै आरामै हुनुहुन्छ आमेन यहाँहरु सबैजना खुसी हुनुहुन्छ आमेन विशेष गरी आज हामी कुन कारणलाई यहाँ उपस्थित भएका छौं येशू ख्रीष्टको जन्मोत्सवको समारोहमा हामी छौं हैन प्रभुलाई धन्यवाद भएको होस् अनि यो समय एकदमै छोटो छ यो सिजन पनि त्यस्तै भयो र आज हाम्रो कार्यक्रम विविध कारणले गर्दा पनि अलिकति ढिलो हुन गएको छ चिसो हुन्छ अनि हामी त्यही बीचमा रहेर यहाँहरु बीचमा छोटो समयमा पनि हामी धेरै कार्यक्रमहरू सक्ने कोसिस गर्नेछौँ त्यसकारणले मलाई यो परमेश्वरको वचनलाई घोषणा गर्नको लागि समय दिनुभएको लागि म धेरै धेरै धन्यवाद दिन्छु र विशेष गरी हामी दुईटा कुरामा फोकस गर्न सक्छौँ संसारमा हामी रहँदै गर्दा पनि हामीले भोगेको र हामीले सुनेको र हामीले प्रयोग गरिसकेको कुराहरू दुईटा छ एउटा प्रख्यात र एउटा कुख्यात कुख्यात पनि एकदमै नाम अगाडि आउँछ प्रख्यातको पनि नाम अगाडि आउँछ छिटो चिन्नको लागि या त प्रख्यातको नाम आउँछ त या त कुख्यातको नाम आउँछ त्यसकारण आज तपाईँ र म हामी कुख्यातको होइन हामी प्रख्यात परमेश्वरका पुत्रको विषयमा आज हामी घोषणा गर्दैछौँ हालेलुया आमेन किन भन्दाखेरि आज हामी हर्ष खुसी उमङ्गका साथ अगाडि यहाँ प्रस्तुत छौँ है त्यसकारणले आज हामी विशेष गरेर प्रभु येशू ख्रीष्टको जन्मोत्सवको समारोहमा छौँ हामी त्यो दिनमा छौँ अनि त्यसकारणले हामी एउटा असल तपाईँ हाम्रो मुक्तिदाताको विषयमा हामी घोषणा गर्दैछौँ हालेलुया अब हामी समय एकदमै छोटो छ त्यसकारणले हामी धेरै कुरालाई नजोडेर मैले यहाँहरूको बिचमा एउटा सानो उदाहरण दिन चाहेँ अनि एकजना ज्योतिष हुनुहुन्थ्यो अरे अनि एकजना ज्योतिष चाहिँ अलिकति बाटो टाटो हुनुहुन्थ्यो अरे अनि एकजना राजालाई त्यो महारोग लागेछ त्यतिखेर महारोग भन्थे अरे कुष्ठरोग भन्छन् अहिलेको लागि अनि त्यो महारोग लागेपछि उनले सकेसम्मको सबै उपचारहरू गरे तर उनलाई निको भएन अथवा सन्चो भएन अनि धेरै कुराहरू अब राजाका सल्लाहकार थिए होला त्यो सल्लाह गर्दै गर्दा उनीहरूले के सोचेछन् भने एउटा ज्योतिष हुनुहुन्छ उहाँले चाहिँ हेर्नुभयो भने यसको कुनै न कुनै उपाय आउँछ भनेर उहाँहरूले सल्लाह दिनुभएछ अनि त्यो राष्ट्रको एउटा उत्तम ज्योतिषलाई बोलाउनु भएछ अनि ज्योतिषले राजाको जन्मकुण्डली हेर्नुभएछ त्यो जन्मकुण्डली हेर्दै गर्दा अब जन्मकुण्डलीमा के लेखेको थियो त्यो ज्योतिषलाई थाहा हुनुपर्छ तर ज्योतिषलाई के भएछ भने त्यो राजाकी माइली छोरी राजकुमारी चाहिँ आँखा लागेछ अनि उहाँले के गर्नुभएछ भने महाराज यदि तपाईँको यो कुष्ठरोग निको हुन चाहनुहुन्छ भने तपाईँको माइली छोरीलाई जलदान गर्नुपर्छ भनेर उहाँले भन्नुभएछ अब त्यो सुन्दै गर्दा राजालाई साह्रै गाह्रो भयो किनभने आफ्नो माइली छोरीलाई राजकुमारीलाई जलदान गर्नुपर्ने अवस्था आयो नदीमा बगाउनु पर्ने अवस्था आयो त्यसलाई बलिदान गर्नुपर्ने अवस्था आयो यदि त्यो नगरौँ हामीले मानिराखेका छौँ ज्योतिषले भनिसक्नुभयो आफूलाई पनि निको हुनु छ जब कुनै राजा खोटी हुन्छ भने त्यो राष्ट्र खोटी हुन्छ कि हुँदैन कुनै राजा खोटी हुन्छ भने त्यो देशको जनताले उसलाई हेर्ने दृष्टिकोण कस्तो हुन्छ हामी गाउँठाउँमा कुष्ठरोग लाग्यो भने हामी लिएर टाढा अलग्ग राख्ने हाम्रो चलन चल्ती थियो हामी देखिरहेको कुरा पनि हो भने राजा नै त्यो अवस्थामा पुग्यो भने देशको हालत र जनताको हालत के हुन्छ त्यो पनि एउटा चुनौती थियो उसलाई त्यसकारण आफू पनि निको हुनु थियो र छोरीलाई पनि त्यहाँ जलदान गर्नुपर्ने अवस्था थियो त्यसले उसले विचार गर्यो बोल्न सकेन निर्णय लिन सकेन अनि बाबुको भावनालाई बुझेर अनि छोरीले स्वयं आफूले निर्णय गरेछन् बुवा तपाईँ भनेको यो राष्ट्रको राजा हो
तपाईँले चाहिँ निको हुनु जरुरी छ, तपाईँ सही हुनु जरुरी छ। त्यस कारणले म एउटा छोरी, मलाई जलदान गर्दैमा केही फरक पर्दैन, तर म एकजना यहाँ जलदान भएपछि समग्र राष्ट्र नै निरोगी बन्छ भने मलाई बलिदानी गर्न गाह्रो छैन, म आफै तयार छु भने जब त्यो छोरीले भन्दै गर्दा राजालाई अलिकति सहज भएछ। त्यसपछि ल ठिक छ त भने राजाले पनि त्यो कुरालाई स्वीकारेर अनि त्यो छोरीलाई जलदान गर्ने तयारी गरेछ। त्यो छोरीलाई जब जलदान गरिसकेपछि त्यो राजा उसको ज्योतिषको, जुन ज्योतिषले हराएको थियो त्यो ज्योतिषको घर अलिकति नदीभन्दा तलतिरै पर्ने रहेछ, त्यो बगेर आउनुपर्ने ठाउँ त्यही रहेछ। त्यो ज्योतिष चाहिँ अगाडि गएर त्यो ठाउँमा अगाडि लागिराखेको रहेछ नदीको छेउमा, किनभने त्यो राजकुमारी बगायो भनेपछि छोड्नु लगाएर घर ल्याउला भन्ने विचार थियो होला, त्यहाँ लागिराखेको रहेछ। अनि त्यहाँ गइसकेपछि अब राजकुमारी जस्तो नदीमा बगाएको अवस्थामा अब उसलाई त सामान्य कुरा त बगाएको थिएन होला, धेरै धन सम्पत्ति, धेरै कुराहरू चिजबिजहरू त्यहाँभित्र राखेर एउटा सुनौलो किसिमको बाकस बनाएर, त्यो वाटरप्रुफ जस्तै बाकस बनाएर त्यसरी बगाएको त्यो बाकस झिलिमिली गर्दै बग्दै त्यो नदीमा आइरहेको थियो। अनि त्यो बिचमा, त्यो ज्योतिष कहाँ नपुग्दै त्यो बिचमा एकजना राजकुमार, दुईजना साथीहरू सहयोगी लिएर त्यो जाल खेल्दै छेउछेउबाट गइरहेको रहेछ। अनि त्यो जब त्यो बाकस बगिरहेको देखे राजकुमारले, अनि राजकुमारले के भन्छ, त्यो बाकस के हो एकछिन हेर त भनेर आफ्नो सहकर्मीहरूलाई भनेपछि उनीहरूले त्यो बाकस ल्याएर छेउमा ल्याएर खोलेछन्। खोल्दाखेरि त्यहाँभित्रबाट एउटा युवती निस्क्यो। अनि त्यो युवतीलाई सोधे, अनि तपाईँ को के हो भन्दाखेरि उनले आफ्नो परिचय दिन्, म फलाना देशकी राजकुमारी, मैले यो कारणले गर्दाखेरि यसरी जलदान हुनु पर्यो। उनले आफ्नो परिचय दिइसकेपछि अनि त्यो सबै कुरालाई महसुस गरिसकेपछि त्यो राजकुमारले के सोचेछ भने यो एकदमै विज्ञ र एकदमै अनुशासित र एकदमै भावना बुझ्ने व्यक्ति हो भन्ने सोचेर त्यो राजकुमार लिएर उसले के गरेछ, आफ्नो राजकुमार लिएर बिहा गरेछ है। त्यो बिहा गरिसकेपछि त्यो बाकसमा एउटा बौला ऊ रहेछ, भालु रहेछ उसको घरमा, त्यो ल्याएर त्यही बाकसमा हालेर त्यस्तै प्याक गरेर पठाइदिएछ। जब त्यो बग्दै गयो त्यो ज्योतिष जहाँनिर थियो त्यसले त्यो बाकस कुरिरहेको थियो, त्यो बाकस उसले भेटायो, भेटाएर त्यो बाकस बोकेर घर लियो। त्यो ज्योतिषले लिएर घरमा लिए, बाहिरको कोठा बन्द, भित्र कोठा बन्द, भित्र कोठा बन्द गर्दै गर्दै उसले एकदम गोप्य स्थानमा भित्र लिएर त्यो बाकस खोल्यो। खोलेपछि त्यहाँ के निस्क्यो, एउटा बौला भालु निस्क्यो। अनि त्यो भालुले के गर्यो, त्यो ज्योतिषलाई बेसरी कोरकार पाड्यो। भालुले के गर्छ, भालुले भेटायो भने अनि त्यो उनीहरूले बौला भालुले भेटायो के गर्छ, कोरकार बनायो। तर अन्तिममा जब मर्ने बेलामा ढोकासोका सबै बन्द छन्, कहीँ जाने ठाउँ छैन, अनि त्यो ज्योतिषले आफ्नै रगलले लेखेछ भित्तामा, मनोइच्छा सर्वनास्ति दैव इच्छा परलते राजकुमारी राजाद्वारे म ब्राह्मण भालु बचेतम भनेर लेखेछ मर्ने बेलामा। किनभने मनको इच्छा जहिले पनि नाश हुन्छ, दैव इच्छा परलते भने परमेश्वरको इच्छा जुन छ त्यो एकदम दीर्घकालीन हुन्छ। तर राजकुमारी जुन थिए त्यो राजा घरमा गइसकेकी छ, तर म बाहुनलाई आज मैले गलत गरेको हुनाले भालुले सिद्धायो भनेर उसले लेखेर मरेछ। अनि हाम्रो विश्वास, हाम्रो धैर्यता कहाँनिर छ भन्ने कुरा पुष्टि हुन्छ। आज त्यही उद्देश्यका साथ हामी जसरी हुर्केर आयौँ, जसरी हामी अगाडि बढ्यौँ, अनि हामीले धेरै कुराहरू भोग्यौँ, धेरै कुराहरूबाट हामी सताइयौँ, धेरै कुराहरूबाट हामी त्रसित भयौँ, धेरै कुराहरू महसुस गऱ्यौँ। आज त्यही अनुरूप हामी प्रभु येशू ख्रीष्ट कहाँ आत्मसमर्पण गर्न पुग्यौँ। आज हाम्रो जीवन सङ्घर्षमय थियो, जीवन कठिनाइ थियो, जीवन हाम्रो के थियो, एकदमै गए गुर्जेको अवस्थामा थियो। हाम्रा हरेक पलहरू दुःखमा बितिरहेको अवस्थामा, हामी कष्टमा जिरहेको अवस्थामा हामीले प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्ने अवसर पायौँ र उहाँले हामीलाई के गर्नुभयो, शरणमा लिनुभयो। आज त्यस कारणले उहाँ नै प्रभु येशू ख्रीष्टको जन्मको बारेमा आज हामी यहाँ उपस्थित छौँ। हालेलुया। त्यस कारण हामी यहाँ थोरै हेर्नेछौँ। यो अलि
अलिकति हतार थियो, म चस्मा ल्याउन गएको थिएँ घर, त्यो भएर ढिलो भयो। अनि यहाँ आज हामी लुका 2 को 1 देखि 7 सम्म हामी पढ्नेछौँ। एकजना जसले भेटाउनु भयो खाते पढिदिनुहोस् त। लुका 7 को कति? लुका 2 को 1 देखि 7 सम्म। यहाँ माथि भनेको छ येशूको जन्म छ। ती दिनमा कैसर अगस्टसले तिनीहरूको सारा साम्राज्यमा जनगणना लिनु भन्ने हुकुम जारी गरे। कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पटकको जनगणना थियो। सबैजना नाउँ दर्ता गराउन आफ्नो आफ्नो सहर गए। योसेफ पनि गालिलको नासरतबाट यहुदियाको बेथलेहेम भन्ने दाउदको सहरमा गए, किनभने तिनी दाउदका कुटुम्ब र वंशका थिए। नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्। तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो। तिनले आफ्नो जेठो छोरा जन्माइन् र उहाँलाई लुगाले बेरेर डुँडमा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। हालेलुया। हामी यहाँ हेर्छौँ प्रभु येशू ख्रीष्टलाई के उनी चाहेको भए के राजाको घरमा जन्मन सक्नुहुन्थेन र? सक्नुहुन्थ्यो, तर उहाँ चाहिँ गाईको गोठमा जन्मिनु भयो, डुँडमा सुत्नु भयो। हाम्रो उसमा के छ भने अहिले पनि हामी बुझ्छौँ गाईको गोठ भन्दै गर्दाखेरि एकदम हामी तुच्छ